ल दर्शन भाइ के छ त अहिले ठिक छ दाइ धेरै दिनपछि भेटियो दाइसँग खुसी लागेको छ हैन अब आज चाहिँ घुम्दै नै गरौँ घुम्न हिँड्ने दाजुभाइ अब टक्क एकछिन घुम्यो होइन अब यसो रमाइलो यस्तै छ खेडी कलहरू होइन जिन्दगीको गोरेटोमा अब यो भवन बस्न बस्ने दिन पनि गएँ होइन यसो सुत्ने दिन पनि गएँ यहाँ यसो गफ बस्नु बसिन्थ्यो गयो दिनहरू अब यस्तै छ जिन्दगी के गर्ने बेला बेला आउने हेर्दै जाने त्यस्तै छ ल हेर्दै गरौँ ल अब लुलुबाट निस्क्यौँ बिदाबारी लिएर अब लुलुमा चाहिँ आजदेखि अब यहाँ आउन गाह्रो गाह्रो नै छ होइन अब के छ भयो एकदम ठिक छ हामी त माथि हिँडेको त त्यो माथि लाइट टक्क लाइट परेको त्यहाँ हिँडेको अब चाहिँ त्यही छ ल है त साथीहरू हेर्नु साथीहरू यहाँ युद्धले गर्दाखेरि यहाँ तोपहरू पुरा तैनात छ तोप हेर्न सक्नुहुन्छ पुरा युद्धले गर्दा हाम्रो सेक्युरिटीको लागि पुरा तोप तैनात छ यहाँ माथि तोप पनि हाम्रो तोप पुरा तैनात छ माथि माथि यस्तो चाहिँ अहिलेको गतिविधि साथीहरू अब चाहिँ यहाँ ओमनमा हामी बसेको ठाउँमा यिनीहरूले हान्यो भने यिनीहरूले अमेरिकाले हान्यो भने यही तोपले हान्ने हामी चाहिँ रेडी पोजिसनमा छौँ तोप पुरा रेडी छ होइन हाम्रो सुरक्षाको लागि हाम्रो पुरै तैनात छ तोप है तोप तैनात छ है त अब हामी चाहिँ यहाँ ओमनले बनाएको डुक्नको लागि अन्डरग्राउन्ड पासेस यहाँ ब्लास्ट केही भयो भने अन्डरग्राउन्ड पासेस यहाँ पुरा माथिबाट टक्क गतिविधिहरू हेर्ने यो माथिको लास्ट साइडको टक्क अन्डरग्राउन्ड पासेस पुरै पाहाडको बिचमा पुगेर बस्ने यस्तो छ है हाम्रो चाहिँ यति सुविधा चाहिँ दियो होइन हाम्रो यहाँको जनताहरूलाई चाहिँ यस्तो छ ल है ल भाइ ल टिकटक नहुना टिकटक स्टार्ट यस्तै छ अब चाहिँ लाग्नुपर्छ गन्तव्यतिर आजको दिन छुट्टी ईदको छुट्टी मैले अहिले नै पाएको ईद आउन 2-3 दिन बाँकी छ ईदको लागि अहिले छुट्टी पाएर म चाहिँ घुम्न आएको छुट्टी पनि भइयो ईदको छुट्टी पनि भइयो होइन एकछिन रोड बस्नु यता आउँछु लुलु देखिन्छ यस्तो देखाउने मैले यस्तो मोटिङ चल्दैछ ल साथीहरू भिडियो यस्तै भयो है अब आइयो घुमियो होइन भाइहरूलाई भेटियो साथीभाइ भेटियो रमाइलो भयो आजको लागि चाहिँ यतिमै समाप्त राखौँ भोलि बिहान फेरि रिटर्न टु लुवामी वादी अल लुवामी जाँदैछु फेरि है अब छोटो समय टाढा भयो होइन छोटो समय भेटियो अब फेरि पनि भेटेला भन्ने आशा माया नमान्नु भाइको मेरो भाइ है काम राम्रो गर्नु अब यहाँ यस्तै हो छोटो समय छोटो भेट भए पनि नेपालमा गएर अवश्य भेट्नेछौँ हामी भन्ने आशाका साथ यस भिडियोलाई यहीँ समाप्त गर्दै हस्त नमस्कार अनि सब्सक्राइब लाइक फलो गरिदिनु होला ल त भाइ भन्नु त सब्सक्राइब थ्याङ्क यू गर्नु पर्यो लाइक कमेन्ट है त भाइ के गर्ने अब जानै पऱ्यो भोलि बस्यो रमाइलो भयो भएन काम पनि हेर्नु पऱ्यो गएर ड्युटी छ है उठेर हिँड्नु परेछ ल साथीहरू जानु पऱ्यो छोडेर साइड छोडेर फेरि हाम्रो भइन्छ कि भएन पाइन्छ कि पाइन्छ थाहा छैन केटा हो ल आरामसित बस्नु यो बेला आएर माया नमार्नु है ल अब भिडियोमा हेर्दै गरौँ ल अब लाग्यो पुरानै ठाउँदेखि नयाँ ठाउँतिर आफ्नो कर्मभूमितिर फेरि अब के भने जानै पऱ्यो ल फेरि अब अरू ब्लगमा हेर्दै गरौँ ल अब अब ढिक्क पनि हुन लागिसक्यो फेरि गएर ड्युटी भेट्नु छ कस्तो घाम छ देख्नु कस्तो छ बाहिर विदेशको घाम भनेको है अब गएर ड्युटी भेट्नु छ ल आइयो एक रातको बासी बसाइपछि फेरि आइयो फेरि त्यही हो भन्ने काम गर्ने हो आइयो साथीहरू